सो गाइज आउनुहोस् म तपाईहरुलाई सिकाउँछु खजुर कसरी फलाउनु पर्छ भन्ने कुरो हैन। आज म तपाईहरुलाई देखाउन गइरहेको छु। सबभन्दा पहिला त खजुरको यस्तो हुन्छ हैन। अब यसलाई चाहिँ हामीसँग यो हुन्छ कटर। अब यो कटरले हैन यो माथिको भाग तपाई हेर्न सक्नुहुन्छ। मैले काटिसकेको छु अलरेडी हैन। यो पहिले काटेर अनि यसमा मैले फुल बानिसकेको छु तपाईहरुलाई देखाउनको लागि। अब यसरी बानेर गएपछि अनि बल्ल यो खजुर फल्छ। त्यसको लागि हामी मेहनत गर्दैछु। यो बोट माथि बसेर कम्तीमा पनि 2 तल्ला जति त होला हैन। अब यसरी यो खजुरको माथिको भाग काटेर अनि यसमा फुल हालेपछि अनि बल्ल यो खजुर फल्छ। त्यसपछि तपाईहरुलाई म देखाउँछु पछि पनि खजुर फलिसकेपछि। अब अहिले त टाइम लाग्छ खजुर। यो पहिला भर्खरै मैले फुल हालेको छु हैन। अहिले फुल हाल्ने टाइम हो यसको। हेर्नुस् यसरी फुल हालेर यसरी बान्नु पर्छ।